धनगढी उपमहानगरपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि आफ्नै मोडलको विकास गरेको छ, जसलाई शिक्षामा धनगढी मोडल भनेर नामाकरण गरियो। यो हो श्री भवानी माध्यमिक विद्यालय, धनगढीमा घोषणा गरिएका 5 नमुना विद्यालय मध्येको एक। सबैभन्दा पहिलो कुरा त शैक्षिक क्षेत्रको सुरुवातमा नै हामीले शैक्षिक क्यालेन्डरहरू निर्माण गऱ्यौँ। हामीले 4वटा परीक्षाहरू गऱ्यौँ, अनि त्यसपछि त्यसको रिजल्ट एनालाइसिस गऱ्यौँ। त्यसपछि अनि प्रत्येक परीक्षा समाप्त रिजल्ट प्रकाशनको दिनमा पुरस्कारहरू पनि वितरण गर्ने कार्यक्रमहरू गऱ्यौँ। अनि त्यसपछि नगरपालिकाले साउन भदौतिर हामीलाई यो विद्यालयमा स्मार्ट बोर्ड जडान गर्नुभयो र त्यसपछि वाइफाईको व्यवस्था पनि निःशुल्क हामीलाई प्रदान गर्नुभएको छ। नमुना विद्यालय घोषणासँगै गरिएका कामहरू र विद्यालयमा आर्थिक तथा भौतिक सहयोगको प्रतिफल बिस्तारै देखिन थालेको छ। 2079 सालमा 30% नतिजा थियो, 80 सालमा त्यो बढेर 34% पुग्यो र 81 सालको एसीको नतिजा हेर्दाखेरि हाम्रो 45% नतिजा पुगेको छ। पहिला टिरको छानो भएको भवनमा पढ्थ्यौँ भने आज यो सुरक्षित भवनमा बस्छौँ। स्मार्ट बोर्डमा सर्च गरेर पढ्छौँ। डेस्क बेन्चमा पनि परिवर्तन आएको छ। अनि क्लासमा कक्षा कोठामा पङ्खाको व्यवस्था भएको छ, बत्तीको व्यवस्था भएको छ। पहिला शुल्क थियो, जबदेखि नमुना भएको छ तबदेखि निःशुल्क भएको छ। धनगढी उपमहानगरले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी सिपसँग पनि जोड्न थालेको छ। गत वर्ष कक्षा कोठामा पढाइसँगै मोबाइल मर्मत र आधारभूत इलेक्ट्रोनिक्स तालिममा रमाइरहेका विद्यार्थीहरू यस वर्ष विद्यालयमै शिक्षक शिक्षिकाहरूको सहयोगमा दुना टपरी बुन्दैछन्। सालका ती पातहरूलाई हामी टिपेर केही दिनसम्म सुकाएर र त्यसलाई हामी मेसिनमा राखेर बनाउँछौँ र बनाइसकेपछि त्यो टोपरीलाई हामी बेच्ने गर्छौँ विद्यालयबाट। यस्ता सृजनशील कार्यक्रमहरू सञ्चालन गरिरहेको धनगढीले आगामी वर्षमा विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई जुठे दमाई छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। यो धनगढी क्षेत्रको CCS कलेज महानगरले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेपछि यो कलेज निम्न आय भएका र जेहेन्दार विद्यार्थीहरूको पहुँचमा समेत पुगेको छ। अछामबाट यहाँ धनगढी पढ्नको लागि आएको छौँ। धनगढी उपमहानगरपालिकाले छात्रवृत्तिको योजना ल्याएको थियो र मैले योजनामा सहभागी भएँ र त्यसबाट छात्रवृत्ति पनि पाएको थिएँ। यसरी अहिले धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित 15 संस्थागत विद्यालयमा 283 विद्यार्थीहरू कक्षा 11 र 12 मा पूर्ण छात्रवृत्ति लिएर अध्ययन गरिरहेका छन्। यो सँगै उपमहानगरपालिकाले आगामी वर्षबाट लागू हुने गरी कक्षा 11 र 12 का विद्यार्थीहरूका लागि टिकाराम पार्की छात्रवृत्ति कार्यक्रमको समेत घोषणा गरेको छ।